देखि 82-83 35-36 वर्ष केही पनि भएन, केही पनि गरेन, जस्ताको त्यस्तै रह्यो भन्ने भाष्य स्थापना गर्न खोज्नु भएको छ। म यहाँहरूलाई सोध्न चाहन्छु के यहाँहरू यो 35-36 वर्ष चाहिँ प्रजातान्त्रिक कालमा, लोकतान्त्रिक कालमा, गणतन्त्र कालमा केही भएन भन्नुको मतलब पञ्चायती व्यवस्था ठिक थियो, राजतन्त्र ठिक थियो, निरङ्कुशतन्त्र ठिक थियो, तानाशाही तन्त्र ठिक थियो भन्ने मान्यता स्थापित गर्न खोज्नु भएको हो? त्योभन्दा अगाडि ठिक थियो? यो 35-36 वर्षमा केही भएन भन्नुको मतलब के हो? हामी लोकतन्त्रका पक्षमा छैनौँ, संविधानका पक्षमा छैनौँ, कानुनी राज्य र विधिको शासनका पक्षमा छैनौँ भन्न खोज्नु भएको हो? व्यवहार हेर्दा, कार्यशैली हेर्दा सरकारको र यहाँहरूले पनि प्रधानमन्त्रीले नेपालले पनि धेरै ठाउँमा सीमा मिचेको छ भन्दै गर्दा ढ्याप ढ्याप एकदम चाहिँ त्यो ताली हान्दा स्कुलका बच्चाहरूले यसरी चिन्ता लाग्छ, डर लाग्छ, कतातिर जाँदैछु भनेर। के राम राज्य चलिरहेको छ? हाम्रो काम त सत्तालाई, सरकारलाई सही बाटो देखाउने, गलत भएको ठाउँमा गलत भन्ने हो कि होइन, त्यसका लागि हामीले जनमत लिएर आएका हौँ कि होइनौँ? अनि हामीले त्यो कुरा सदनमा गर्दा माननीय गृहमन्त्रीज्यू सदनमा आउनुहुन्छ र थर्काउनुहुन्छ, हप्काउनुहुन्छ, यहाँ चिच्याउने, यहाँ घोक्रो फुटाउने, अनि एउटा मान्यले सदनमा नआएर कहाँ चाहिँ भन्छ आफ्ना कुराहरू कहाँ राख्छ? काम गर्ने काम त कार्यकारिणी अधिकार प्राप्त गरेको त सरकारले हो नि, सरकारले गरिराखेको छ त। प्रतिनिधि सभाका सदस्यहरूले त सदनमा आएर जनताका कुराहरू, सरकारले गरेका कामहरूको समीक्षा गर्ने कुरा गर्ने होला नि त। म यो कुरा राख्न चाहन्छु। त्यसकारण हामी संयमित हुन, हामी बडो विवेकशील ढङ्गले अगाडि बढ्न, हामीले राइट र सत्य र असत्यलाई, राम्रो र नराम्रोलाई छुट्याएर अगाडि बढ्नुपर्छ भन्ने कुरा म यहाँ राख्न चाहन्छु। प्रधानमन्त्री बल्ल बल्ल सदनमा आउनुहुन्छ, नेपालले पनि भारतको धेरै ठाउँमा सीमा मिचेको छ भन्नुहुन्छ। यो अभिव्यक्ति अहिलेसम्म सार्वभौम सत्ता सम्पन्न राष्ट्रका कुनै पनि कार्यकारी प्रमुखले विश्वमा कहीँ पनि दिएको छैन। इभन अमेरिका, भारत, चीन, रसिया जस्ता शक्तिशाली राष्ट्रका प्रमुखहरूले पनि दिएको छैन। मान्यजीहरू दिन सक्दैन। अनि नेपालको प्रधानमन्त्रीले त्यो भन्नुहुन्छ, हामी त्यसलाई अनुमोदन गर्छौँ। र आज झन्डै 45 दिनदेखि विपक्षले निरन्तर रूपमा यो अभिव्यक्तिको सच्याउने, यो व्यक्तिलाई सच्याउने, फिर्ता लिने, जनतासँग माफी माग्ने कुरा गरिरहेको छ। त्यो विपक्षीको मात्रै कुरा हो कि देशको कुरा हो? आज राष्ट्रियताका सवालमा सदन यसरी विभाजित हुने कुरा यहाँहरूलाई म स्मरण गराउन चाहन्छु कि लिपुलेख, लिप्याधुरा र कालापानी जस्तोलाई नेपालको नक्सामा समेट्दाखेरि सदनमा सर्वसम्मत भएको थियो। राष्ट्रियताका विषयमा आज सदनमा सर्वसम्मत हुनुपर्छ कि पर्दैन थियो, तर आज विभाजित छ। यो गम्भीर र दुःखद कुरा हो। अनि यो कुरा विपक्षीले उठाउँदा, यो कुरा विपक्षीले सदनमा चाहिँ यो राष्ट्रघात भयो, यो देशद्रोह भयो, यो गलत भयो भन्दा चाहिँ अनि विपक्षीले विरोध गरेको मान्नुहुन्छ? हामीले भन्यौँ सुकुम्बासीको यथेष्ट व्यवस्थापन गरेर, उचित व्यवस्थापन गरेर, ठिक छ हुकुमबासीलाई कारबाही गरौँ, तर वास्तविक सुकुम्बासीको पहिचान गरेर उचित व्यवस्थापन गरौँ भन्यौँ। हामीलाई विरोधी बनाइयो। तर आज हामीले भनेको कुरा सत्य रहेछ कि रहन्छ? हतारमा गरिने कुराले हतपतका काम लतपत भने जस्तै आज सुकुम्बासी नागरिकहरूको के अवस्था भइराखेको छ?